काम थालिहाल्ने भन्ने योजना भएको हुनाले हामीले अरू कुनै काम गरेनौँ। तर अब हजुरहरू आफूले भोट हालेको मान्छे, त्यत्रो माया गरेको मान्छे त्यसरी पनि फर्केर आएन भन्ने हुन्छ भनेर एकै दिनमा सबै वडा भ्याउने योजना अन्तर्गत चाहिँ हामीले सबैलाई भेटघाटको रूपमा मात्रै यसलाई लिएका हौँ। सबभन्दा पहिला त तपाईँहरू सबैलाई जो जसले मलाई भोट हाल्नुभयो, हाल्न पाउनु भएन विविध कारणले, होइन, विदेशमा रहनुभयो अथवा उमेर पुगेन अथवा मतदाता नावलीमा नाम थिएन अथवा विविध कारणले पाउनु भएन होला, उहाँहरूलाई पनि धन्यवाद, किनकि देश सबैको हो, भोट हाल्नेको मात्रै होइन है। र त म धन्यवाद दिन चाहन्छु, कुनै न कुनै तरिकाले तपाईँहरूले सहयोग गर्नुभयो। र यो सबैभन्दा धेरै माया चाहिँ मलाई वडा नम्बर 14ले गर्यो, होइन। करिबन 4044 सदर मत, सबैभन्दा धेरै यो मत चाहिँ कुनै पनि नेपालभरको कुनै पनि वडामा कुनै पनि उम्मेदवारलाई खसे होइन है। किनभने आफ्नो कुनै पनि भनेको आफ्नै गृह वडाबाट सबभन्दा धेरै माया पाउने उम्मेदवारको रूपमा म परेँ, त्यसको लागि तपाईँलाई अझ धेरै धन्यवाद है। अझ त्यहाँ त रमाइलो कुरा के भन्दा हाम्रोमा बदर भएको 278 मत मध्ये 278 मत घन्टीमा थियो यही वडाको है। रमाइलो एकदमै चुनावलाई चाहिँ कस्तो भयो भन्दा कतिलाई जितेर लानु होला, कतिलाई के भएन होला, के भयो होला, तपाईँहरू मध्ये नै क्या। तर मलाई चाहिँ कहिले पनि केही नै भएन। खासमा अब बुढाबुढीलाई हाल्न जानु भएन, माया त गरेको हो नि त, त्यसलाई जोड्यो भने खासमा अब धेरै हो, करिबन 4300 समथिङ हुन आउँछ है, त्यो भोट हुन आउँछ। त्यो जोड्ने हो भने डिस्टिङसन हुन्छ। अहिले 75% छ, त्यो जोड्ने हो भने 80% एबभ हाराहारी, 85% हाराहारीमा आउँछ। भनेको अर्थ मैले अब मलाई कसले भोट दिएन भनेर खोज्ने होइन, सबैले भोट दिनु हो भन्ने हो। र विविध कारणले अब कसैलाई पनि सिसिटिभी नगर्नु होला, कसैलाई गाली नगर्नु होला, यो त फलानु पार्टीको झन्डा बोकेर हिँडेको थियो भनेर नभन्नु होला, किनकि झन्डा बोकेर गाली मलाई भोट हालेको बुझ्नु नि, नबुझ्नु न, त्यो भएर त्यस्तो नभन्नु होला। सबैलाई हाम्रो सादा के भन्छ नमस्कार छ। जुनसुकै पार्टीमा लागेको भए पनि यसपटक चाहिँ सबैले होइन यो काम गर्न खोजेकालाई दिनुपर्छ भन्ने गर्नुभयो। एउटा संयमित भइदिनुहोस्, बाटोमा, चोकमा, चौतारामा, चिया पसलमा, जहाँसुकै गफ गर्दा पनि कसैलाई नहोच्याइदिनुहोस्, राम्रो भनिदिनुहोस्। सबैको सबै मिले नै देश बन्ने हो, नमिले बन्दैन, होइन। त्यो गरौँ। र हाम्रो विशेष गरिकन हाम्रै पार्टीको साथीहरूले पनि अहङ्कार नदेखाइदिनुहोस्। बहुमत भन्ने कुरो हिजो कङ्ग्रेसले पनि ल्याएकै हो, एमाले पनि ल्याएको हो, माओवादी पनि ल्याएको हो, होइन। एमाले पनि 2/3 बहुमतको हाराहारीमा ल्याएको हो। बहुमत भन्ने ठुलो चिज होइन, बहुमत अनुसारको काम ठुलो कुरो हो, होइन। त्यो काम गर्ने अवस्था कसरी सृजना हुन्छ भन्दा काम चाहिँ अब सबैजना मिल्न सक्यो भने बल्ल हुन्छ। एक्लै अर्कालाई होच्याउन थाल्यो, अहङ्कार हुन थाल्यो, ठुलो पल्टिन थाल्यो, होइन। हामी त 2/3 बहुमतवालाको सरकार भन्न थाल्यो भने चाहिँ मान्छेको सहभागी हुँदैन। त्यो भएर सबैलाई समेटेर मात्रै देश बनाउने हो। यो कुरामा म तपाईँहरू सबैलाई, कसैलाई नहेप्नु होला, कसैलाई नहोच्याउनु होला। त्यो भएर होच्याउने गर्ने केही काम नगर्नु होला। हामीले काम गऱ्यौँ भने बाँकी रहेको अहिले 80%ले मलाई भोट हाल्नु भएको थियो, 20% हाल्नु भएको थिएन नि, राम्रो काम गऱ्यो नि त, 20% पनि अर्कोबाट भोट हाले, हामीले नि हाल्नु पर्ने भने हाल्नुहुन्छ। त्यो भएर यसलाई संस्थागत गरौँ, आफ्नो जितलाई संस्थागत गरौँ। र संस्थागत गर्ने भनेको कामले हो। काम हामी सबैलाई चाहिएको काम हो क्या। राजनीति भनेको देशको सेवा गर्ने हो, समाजको सेवा गर्ने हो। सेवा भएपछि भयो, किन पार्टी चाहियो भनेको क्या, होइन। जुनसुकै पार्टी पनि देश राम्रो बने भयो, हाम्रो छोरीछोरी यहीँ बस्न पाए भयो, रोजगारी यहीँ पाए भयो, स्वास्थ्य शिक्षा राम्रो भयो भयो, होइन। यही त हुन चाहिएको। राजनीति किन गरेर काङ्ग्रेसमा लाग्यो भने त्यही भएर, एमाले लाग्यो भने त्यही भएर, माओवादी लाग्यो भने त्यही भएर, रासोपामा लाग्यो भने त्यही भएर, जुनसुकै पार्टीमा लाग्यो देश विकास गर्नु भयो त भयो हो त। उद्देश्य ठुलो कुरो हो, बाटो ठुलो कुरो होइन। हामीले उद्देश्य भनेको देशको विकास हो, त्यसमा फोकस भइदिनुहोस्। अनि समाजका जति पनि समस्याहरू छन् त्यसलाई सिपोर्ट गरिदिनुहोस्, होइन। अब 14 नम्बर त मेरो आफ्नै भएको हुनाले धेरै थाहा छ, धेरै बोल्नु भएन, पर्दैन पनि। मैले यहाँ गर्नुपर्ने काम मेरो नोटिसमा छ, मेरो बलबुताले भ्याउँदासम्म जहाँबाट जे गरेर भए पनि गर्छु, त्यो कुरो नातिनुहोस्। यति नै भन्छु। त्यो माया, सबैभन्दा धेरै माया, मैले फेरि रिपिट गरेँ, होइन। नेपालको कुनै पनि वडाबाट कुनै पनि उम्मेदवारले मैले जति भोट ल्याएको छ है, यो माया चाहिँ अब म बिर्सेँ भने म त अदम है। मैले बिर्सेँ भने पनि म पापी हो, म बिग्रिएँ भने पनि म पापी हो है। यति कुरा बुझ्नु होला, म बिग्रिन्न र म बिर्सिन्न, यति कुरो म भन्छु। तपाईँको जय होस्। फेरि बोल्नु पऱ्यो अझै।